हजुर सबैलाई हार्दिक नमस्कार। आज माता तीर्थ औँसी अर्थात् आमाको मुख्याली दिन हो। आज मेरो आमा लगायत सम्पूर्ण आमाहरूलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मैले आमा विशेष एउटा चारू लिएर आएको छु। चारू कस्तो छ एकैछिन सुनिदिनु होला। उबेला मेरी आमाले भिरमा कसरी घाँस काटिन् होला, उबेला मेरी आमाले भिरमा कसरी घाँस काटिन् होला, कसले सुने होला उनको वेदना कोसँग साटिन् होला, कसले सुने होला उनको वेदना कोसँग साटिन् होला। मलाई झोलुङ्गोमा पल्टाई काममा कुट्थिन्डे सुन्दैछु, मलाई झोलुङ्गोमा पल्टाई काममा कुट्थिन्डे सुन्दैछु। आफ्नो प्यारो सन्तान छाडेर बिचारा कसरी फाटिन् होला, आफ्नो प्यारो सन्तान छाडेर बिचारा कसरी फाटिन् होला। पेटभरि खान नपाउने त्यो बेला आमाको सुत्केरी ज्यानले, पेटभरि खान नपाउने त्यो बेला आमाको सुत्केरी ज्यानले, धान गहुँको बिटो बिचराले के तागतले घाँटिन् होला, धान गहुँको बिटो बिचराले के तागतले घाँटिन् होला। खोला पारीको खेत रोप्न जाँदा खुट्टा थर थर कमाउँदै, खोला पारीको खेत रोप्न जाँदा खुट्टा थर थर कमाउँदै, उर्लदो बर्खे भेर एक्लै तर्नलाई कसरी आँटिन् होला, उर्लदो बर्खे भेर एक्लै तर्नलाई कसरी आँटिन् होला। बर्खाको बेला अन्न सकिएर कोदोको पिठो चल्थ्यो भन्छन्, बर्खाको बेला अन्न सकिएर कोदोको पिठो चल्थ्यो भन्छन्। गल्दो ज्यानले नुनसँग बुको पिठो कसरी चाटिन् होला, गल्दो ज्यानले नुनसँग बुको पिठो कसरी चाटिन् होला। अग्लो रुखमा पनि चल्नु पर्थ्यो रे डाले घाँस काट्नलाई, अग्लो रुखमा पनि चल्नु पर्थ्यो रे डाले घाँस काट्नलाई, बिचारा आमाले अग्लो रुखको हाँगा कसरी छाटिन् होला, बिचारा आमाले अग्लो रुखको हाँगा कसरी छाटिन् होला। मलाई सुत्नु है म आइहाल्छु भन्दै कुट्थिन् रे काममा, मलाई सुत्नु है म आइहाल्छु भन्दै कुट्थिन् रे काममा। कामबाट राति आउनेले मलाई कसरी ढाँटिन् होला, कामबाट राति आउनेले मलाई कसरी ढाँटिन् होला। रात ताप सहेर काममा खटिन्थ्यो सम्झँदैछु मैले पनि, रात ताप सहेर काममा खटिन्थ्यो सम्झँदैछु मैले पनि। सम्झँदा डर लाग्छ अँध्यारोमा डाम्ला कसरी बाटिन् होला, सम्झँदा डर लाग्छ अँध्यारोमा डाम्ला कसरी बाटिन् होला। कसले सुने होला उनको वेदना कोसँग साटिन् होला, उबेला मेरी आमाले भिरमा कसरी घाँस काटिन् होला, आफ्नो प्यारो सन्तान छाडेर बिचारा कसरी काममा फाटिन् होला। धान गहुँको बिटो बिचाराले के तागतले घाँटिन् होला, उर्लदो बर्खे भेर एक्लै